आज चाहिँ हामी साकेलाको लागि साकेला फिल्डमा जाँदैछौँ। भर्खरै हामी रेडी भएर निक्लेको। अब साकेला फिल्डमा चाहिँ गएर धुमधाम यसपालि साकेला सुरुवात गर्ने हो अनि धुमधाम रमाइलो गरेर हामी फर्किने हो। अब कन्टिन्यू हुनेवाला छ भिडियो। अब हामी भर्खर निक्लिँदैछौँ। यता दाजु उहाँ अब झर बलेर आउनु भएको छ। छेजुमा बस्न मन छ अरे उहाँलाई। आज छेजु छोडेर जानु मन छैन भन्दै हुनुहुन्छ। छैन। अब हाम्रो साकेला छेजु एकदम चाहिँ ब्युटिफुल टापुदेखि जाने सुरु गर्दैछौँ। आज सफल पारेर हामी अर्को हप्ता सोनमा जाने केन्द्रको साकेला सफल पार्छौँ। त्यस पछाडि अरू हाम्रो शाखाहरूको सफल पार्दै हामी जाने एकदम भव्यताका साथ जाने धुमधामको साथ मनाउने वाला छौँ। हस् सम्पूर्णलाई हार्दिक निमन्त्रण। र हाम्रो साकेला यसपालि विशेषै हुनेवाला छ किनभने हामी अब यो उभौली भनेको बेसीदेखि माथि जाने बेला हो र हाम्रो साकेला सुरुवात पनि यसपालि बेसीदेखि नै सुरु भएको छ। छेजुबाट सुरु भएकोले यो छेजु कोदियाको बेसी हामीले मानेको। अनि अब यहाँबाट उकालो लाग्दाखेरि बहुत रमाइलो हुनेवाला छ। ल हामी चाहिँ साकेला फिल्डमा आइसक्यौँ। सेवा हजुर एकदमै तयारी भव्य हुँदै रहेछ। अब यो वर्षको साकेला छेजुबाट बवालै रमाइलो हुनेवाला छ। यहाँ चाहिँ फिल्डमा गर्न सम्भव भएन। अब नेक्स्ट टाइम हामी फिल्डमा पनि प्रयास गर्नेछौँ। र यो चाहिँ आजको साकेला हल यहाँ हेर्न सक्नुहुनेछ। परिचय हाम्रो 18बाट हो। पुसानमा गएको थिएँ 18मा। अनि भाइ खसी दौडाउनु भएको थियो। अनि त्यहाँ भेट भएको थियो। त्यहाँदेखि हाम्रो चिनजानु भयो। म त भोजपुर रहेछ नि त। हाम्रो त एउटै जिल्ला छ पहिला। अनि आज पो सबै नालीबेली केलाको त चाहिँ आफ्नै जिल्लावासी रहेछ। एकदम भाइहरू हेर्नुहुन्छ भाइ त्यसरी भेट भएको छ त। अनि मजाले पक्कै छ यसको ओजमो पकेट 3 हाम्रो नुचुङ तयार भइसक्नु भएको छ। अब प्रमुख अतिथिज्यू त झन् अब कुरै भएन। अघिबाट झलल बलेर बस्नु भएको छ। यहाँहरू दुईजनाको ड्रेसअप पनि मिलेछ है। जोडी चाहिँ टक्क फ्रेममा चाहिँ एकदम राम्रो आयो। ल ठिक छ। ल धन्यवाद। लु है दाजु। ल ठिक छ। अब साकेलाको नुछुङको जिम्मेवारीमा हुनुहुन्छ दाजुले। यसपालिको साकेलामा यसपालिको कार्यक्रम अब हामीले छेजुदोबाट सुरु गरेका छौँ साकेला। अब नेक्स्टमा अब अर्को हप्ता सुवान, नेक्स्ट हप्ता पुसान, त्यहाँदेखि खजेलो इक्सान हुँदैछ। सबै कार्यक्रम साकेला कार्यक्रम सफल भएको यहीँदेखि नै मैले चाहिँ कोरियन भाषामा खिदो अब हामी चाहिँ प्रार्थना गर्ने। हस् धन्यवाद। मतलब पुर्खाहरूलाई सम्झिने यो काम चाहिँ म यहाँबाट गर्दैछु है।
तपाईँहरू सबै पाएको पर्ने ठाउँमा आइदिनु हुन भन्न सबैलाई अनुरोध पनि गरेँ। अहिले नै निम्तो पनि चुलो निम्तो गर्नुहुन्छ। हस् धन्यवाद दाजु। जिम्मेवारी अलि भारी छ नि त होइन सर? एकदमै र हाम्रो जेजु शाखाका महासचिवज्यू र हाम्रो केन्द्रको महासचिवज्यू उहाँहरू आजको कार्यक्रमको बारेमा केही पूर्व तयारी गर्दै हुनुहुन्छ। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ। पक्कै पनि हामी किराँतीहरूको महान चाड उभौली साकेला सुरु त भइसकेको छ, तर प्रवासमा भएको कारणले गर्दा आफ्नो व्यस्तताको कारणले गर्दा पक्कै पनि हाम्रो दक्षिण कोरियामा चाहिँ आजबाट जेजु शाखाबाट चाहिँ साकेला उभौली सुरु भएको हामी अवगत गर्न चाहन्छौँ। केन्द्रका सम्पूर्ण टिमलाई मेरो यो जेजुदो आउने एउटा माहौल बनाइदिनु भएकोमा यो अवसर दिनुभयो हार्दिक आभार प्रकट गर्दछु। धन्यवाद दाजु। यहाँ हाम्रो केन्द्रको महासचिव र हाम्रो जेजुको महासचिवज्यू आजको यस कार्यक्रमको तयारी गर्दै हुनुहुन्छ। पक्कै पनि कार्यक्रमको तयारी गरिरहनु भएको छ। हाम्रो आजको यस साकेला उभौली कार्यक्रमको पूर्व तयारी गर्दै हुनुहुन्छ। लु राम्रोसँग तपाईँहरू तयारी गरेर आजको कार्यक्रम चाहिँ एकदम लु आजको कार्यक्रमको हात चाहिँ होइन तपाईँहरूको हातमा छ है। लु कसरी अब भव्यताका साथ सम्पन्न गर्ने तपाईँहरूको हातमा छ। यो जिम्मा चाहिँ तपाईँहरूलाई छ। यसलाई मजाले होइन तपाईँले निर्वाह गर्नुहुनेछ भन्ने आशा छ है। धन्यवाद सर, धन्यवाद। अब भित्रै नै हो, हामी पनि खासमा पाउनै थियो। ल म सिक्दै हो पुरै। अनि किराँती ड्रेसमा त है कता अलिक गलत भएछ कि क्या, किराँतीको सङ्गत भएन रहेछ क्या भन्ने। रमाइलो ल ठिक छ। के अरे उभौली साकेलाको सबैजनालाई धेरै धेरै शुभकामना, त्यही नै भन्छु। यहाँ चाहिँ हामी आज सेन्टबीको पनि साइनअप गर्दैछौँ। अनि क्युआर गरेर चाहिँ सेन्टबी साइनअप गर्दै हुनुहुन्छ। यहाँ भट्टाभट मान्छेहरू आउँदै हुनुहुन्छ। अब सो साइनअप गर्नुहोस्। 10,000 कोरियन वोन क्यासब्याक पनि प्लस गिफ्टहरू पनि धेरै छ है हजुरहरूलाई। धन्यवाद। थ्याङ्क यू। तर आज हाम्रो किराँतीमाहरू अतिथिहरूको शिर ठाडो पार्नलाई फेटा रेडी गर्दै हुनुहुन्छ। हाम्रो यता एउटा फोटो खिचौँ न त, आउनु गएन। विभिन्न शाखादेखि उपस्थित पाहुना लगायत उपस्थित सम्पूर्ण जेजुवासी सम्पूर्णमा किराँती आएका दक्षिण कोरिया जेजु शाखाको तर्फबाट आजको यस कार्यक्रमको सभाध्यक्षको रूपमा किराँती आएका दक्षिण कोरिया जेजुको शाखाका अध्यक्ष श्री कोपिल राईज्यूलाई सभाध्यक्षको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। प्रमुख अतिथिको रूपमा किराँती आएका दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष श्री प्रोन राईज्यूलाई
यस कार्यक्रमका प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। किरात राईका दक्षिण कोरियाका संरक्षक तथा एनसीसी मेम्बर तथा नेफिन संरक्षक श्री लोचन राईज्यूलाई पनि म अतिथि आसन ग्रहणको लागि विशिष्ट अतिथि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। किरात राईका दक्षिण कोरियाका संरक्षक श्री शेषहाङ राईज्यूलाई पनि म अतिथि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। किरात राईका दक्षिण कोरिया जेजुदो शाखाका संरक्षक श्री सरिता राईज्यूलाई पनि म विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। किरात सम्बत 50-85 उभौली साकेलाको हार्दिक शुभकामना व्यक्त गर्दै मेरो छोटो मन्तव्य यही टुङ्गाउन चाहन्छु। र जुन यो हाम्रो यो संस्कार संस्कृतिहरूलाई चाहिँ जुन अघि नै हाम्रो बाली नानीहरू राम्रो होस् र त्यसलाई चाहिँ राम्रो हामीले चाहिँ प्रार्थना गर्ने कामहरू अहिले हाम्रो नाच्चोबाट तपाईँहरूले देखिने हुनेछ। र त्यसैको जुन यो सिली भन्ने छ हामी र सिली भनेको चाहिँ जुन हामी खेतीपाती कृषि गर्छौँ अघि नै कुरो आइसक्यो कि हामी प्राकृतिक पूजा हौँ र जुन हामी अन्नबाली उत्पादन गरेर हामी जीविकोपार्जन गरेर बाँचिरहेका छौँ र ती खेतीपाती गर्ने कृषि गर्ने कसरी गरिन्छ सुरुदेखि खोरिया फाडेर त्यसमा चाहिँ खनेर बिउ छरेर अनि बिउ रोपेर उमारेर त्यसलाई हामी बाली खन्काएर हामी वर्षभरि खाने हाम्रो अन्न बालीहरू हामी जम्मा गर्छौँ। यी कुराहरूको पनि हामी हाम्रो अहिले सिलिगुडीको नाचबाट चलमलबाट हामी चाहिँ तपाईँलाई प्रस्तुत गर्छौँ र जुन विभिन्न हामी चराचुरुङ्गी जनावरहरूको जुन कसरी उनीहरू भने चलमल गर्छन् हिँड्छन् उड्छन् त्यसको बारेमा नै हामीले नक्कल गरेर चाहिँ हामी सिलीमा चाहिँ त्यो हामी कलामा प्रस्तुत गर्छौँ। चाहिँ हाम्रो साकेला थानमा भूमि पुज्ने काम भइरहेको छ। यहाँबाट हाम्रो साकेला पुजेर भूमिसँग वर मागेर चाहिँ साकेलाको सुरुवात त्यसरी गरिन्छ।
यो चाहिँ भूमि पूजा गरेर भूमि थानबाट साकेला थानमा फेरि पूजा सुरु भइरहेछ। यो हाम्रो 3 चुला पुज्ने काम परदेशको ठाउँमा 3 चुला यसरी नै मानेर हामीले गरिरहेछौँ। र यसै गरी किरात राई आयोगका दक्षिण कोरियाको यलेदोङ 5085 उभौली साकेलाको सुरुवात चाहिँ भइसकेको छ। छेजु शाखाबाट यसरी एकदमै उल्लासपूर्ण माहौलमा चाहिँ दक्षिण कोरियाले ऐतिहासिक रूपमा उभौली साकेला यलेदोङ 5085 उभौली साकेलाको चाहिँ सुरुवात गरेको यहाँ सम्पूर्णमा जानकारी पनि गराउँदछु।
अध्यक्षज्यूको यसपालिको सिली चाहिँ राम्रो छ है एकदमै यहाँ चाहिँ नुचुङको पगरी उतारेर थानमा राख्ने काम भइरहेछ
हाम्रो किरात राई आएका छेजु अध्यक्षज्यूको डान्स चाहिँ सिली चाहिँ एकदम कडा छ है, कडा हो। हाम्रो अध्यक्षज्यूको नि कडा छ है, कडा सिली यसपालि कडा दिइरहनु भएको छ। ल पहिलो चरण सक्यो। तपाईँको आफ्नो हिसाबमा हाम्रो साकेलाको सुरुवात कस्तो भयो? आज कोरियाको इतिहासमा आज छेजुदोबाट सुरु गरिएको छ, बिल्कुलै नयाँ ढङ्ग हो। किनभनेदेखि हामीले केन्द्रमा पनि यति साह्रो गर्न सकेको छैन, सोझैबाट सुरुवात भयो। आज नछुङको उहाँहरूले यही ल्याएर बनाउनु भएको रहेछ। त्यो पनि होइन, त्यो प्रकारको एउटा हाम्रो इतिहासमा संस्कार झल्किने जुन कुरा गर्नुभयो चाहिँ एकदमै खुसी लागेको छ। हामी अब केन्द्रमा पनि र अरू ठाउँ पनि यसरी नै लाग्ने प्रयास गरिरहेका छौँ होइन, गर्नुपर्छ भन्ने मेरो धारणा छ। सबै भाइहरूलाई, छेजुदोको टिमलाई धेरै धेरै धन्यवाद। आज एकदमै सफल भएको छ। हामीले भन्दा पनि हामीले गैर किराँतीहरूलाई कसरी अगाडि यो हाम्रो बारेमा कसरी देखाउन सकिन्छ, बुझाउन सकिन्छ भन्ने चाहिँ आज झन् एक प्रकारको इतिहास नै देखाएको छ, झल्काएको छ। त्यो चाहिँ मलाई साह्रै खुसी लागेको छ। धेरै फेरि फेरि धन्यवाद भाइहरूलाई। र हाम्रो किरात राई आयोगका दक्षिण कोरियाको चाहिँ यलेदुङ 5085 उभौलीको साकेला चाहिँ औपचारिक रूपमा सुरुवात भइसकेको जानकारी गराउँदछु। यस पछाडि विशेष रूपमा हामीले उद्घाटन सकिसकेका छौँ। यस पछाडि भनेको चाहिँ हाम्रो झाँकी मात्र प्रस्तुत हुने रहेको कुरा पनि जानकारी गराउँदछु। अरे सर लु त सर, लु त बोली भाइ, म त 2 शब्द। मेरो चाहिँ 3:30 को प्लेन भएको कारणले गर्दा म त्यो हतार खाँदैछु। दाजुहरूलाई सबैलाई पछि पारेर अगाडि खाँदैछु। म यति भने हस् हस्। उहाँहरू चाहिँ विशेष अब किरात राई आयोगको मुख्य धरोहरहरू हुनुहुन्छ। खम्बाहरू सबै झल हो। आज त खोइ के भएको
जेठा हो हामी त यहाँ साकेला नाचेर थाक्यो हाम्रो छेजुको यात्रा चाहिँ साकेला यात्रा चाहिँ एकदमै सफल भयो साकेला यात्रा सकेर भन्दा नि म चाहिँ बिचमा अलिक गाडी फ्लाइट भएर निक्लेर जाँदैछु मेरो अब बोर्डिङ पनि हुन्छ र साकेला छेजु चाहिँ एकदम विशेष भयो हामी अब नेक्स्ट विक सुवन साकेलामा एकदमै विशेष रमाइलो गर्नेछौँ यो यात्रा चाहिँ एकदमै ऐतिहासिक रूपमा सफल विशेष भएको छ यहाँहरू गाइजहरूलाई पनि धेरै धेरै धन्यवाद मेरो भिडियोमा अन्तिमसम्म हेल्पिङ भयो यहाँहरूको साथ सपोर्ट मायाको खाँचो छ यो एकदम मैले चाहिँ खासमा म प्रोफेसनल भ्लगर होइन तर मैले चाहिँ केही कुराहरू आफूले पनि सिक्ने र आफूले देखेको ठाउँहरू देखाउने क्रम चाहिँ मैले भिडियो बनाउन सुरु गरे हो यहाँहरूलाई मन परेमा साथ सहयोग सपोर्ट लाइक कमेन्ट सब्सक्राइब गरेर साथ दिनु भन्ने एकदमै विनम्र बिन्ती पनि गर्दै र आजको छेजु भ्लग चाहिँ म यहीँ अन्त्य गर्दछु।